हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ हाम्रो भान्जाश्रीको भात खुवाई कार्यक्रम भएकोले हामी चाहिँ अब हाम्रो बहिनीको घर जाँदैछौँ। यता हाम्रो भाइ कान्छा भाइ हामीलाई लिनुको लागि आइसकेको छ। अब चाहिँ हामी बहिनीको घरतिर लाग्दैछौँ गाइज। हेलो कान्छा छोरा है, सबैजना अघि नै गइसक्नु भएको छ यहाँ हाम्रो घरबाट। हामी पनि अब जाँदैछौँ। लाग ए काका जानु, काकाले राखिदिनुहुन्छ सिटमा। छोडिदेऊ यता अघि। कान्छा राई ल गाइस, अब तल भेटौँ बहिनीकै घरमा। ल गाइस, बहिनीको घरमा पनि आइपुग्यौँ। अब हामी मेरो माइला छोरा मानेरी बसिरहेर छ, आउँदो रहेछ। हेलो मम्मा। हेलो ने बेबी। मोमोसँग फ्रेन्ड भइसक्यो। अब चाहिँ मोमोसँग डराउँदै थियो मेरो ने बेबी, अहिले चाहिँ अब फ्रेन्ड भइसकेको छ गाइस। हेलो 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 भान्जाश्री। नमस्ते दिकु भनिदिनु। आज हाम्रो भान्जाको भात खुवाई। हाम्रो फेरि दादा बारा बुरा हिरोहरू च्यामुना दादा नमस्ते हिरोहरू आमा फेरि कुकुरला अब यता हाँसी यता भिडियोमा हाँसेको हो। हेलो नमस्ते हेलो नमस्ते च्यामुना भनिदिनु। मेरो भाइ जय साहब, जय नेपाल। आराम हाम्रो जय साहब व्यस्त हुनुहुन्छ। डटफट गर्नु पर्यो नि। स्वर अलिक सुकेछ होइन। ल गाइस, म अब यहाँ घरभित्र छिरेँ है त। हेलो 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 टोली, के छ हो? नमस्कार बुहारी कान्छी बहिनी, के छ अब? एकदम ठिक छ दाजु। ल ऊपर बनाएको रहेछ त उयो के अरे स्वस्ति। यहाँनिर हाम्रो मम्मी काकी छेमाहरू चाहिँ रमाइलो गर्नु हुँदैछ, गीत गाउनु हुँदो रहेछ। रमाइलो गरिरहेको छु। मम्मीहरूको पूर्वेली भाका चलिरहेछ। म पनि यहाँ यसो क्यामरामा कैद गरेको अवस्था। सबैजनालाई जाने बुढाले अर्कै काटिन्छ बच्चीहरू काटिन्छ पन्धारे चौकी बाँचेकै छौँ र यो बोली वचन गाइस, बाहिरतिर हाम्रो मम्मी सामाहरूको रमाइलो हुँदैछ।
ल गाइस अब हाम्रो यहाँ सोल्टी सोल्टी ल अब मोमो अब सोल्टीले मोमो खानेवाला हुनुहुन्छ है हाम्रो एकलट यहाँ फेरि यहाँ खाजा पनि हुँदैछ है माइजू दह्रो जाँदैछ माइजू होइन बहिनी भ्लग चाहिँ अब यहाँ भन्नु पर्यो है हजुर मेरो के छ नाम अब बहिनीलाई अब एकछिन ल है मनी फेस देखिने पर्यो अब दाइको भ्लगमा धन्यवाद हेलो गरिदिनु लाइक एन्ड सब्सक्राइब गर्नु भन्नु खै त अलिक साह्रो बोल्नु न थ्याङ्क यू अब चाहिँ हाम्रो यहाँ कार्यक्रम सुरु भइसकेको छ हाम्रो यहाँनिर भान्जा आइसक्नु भएको छ आज हाम्रो भान्जाको मुख सिद्धि गर्ने कार्यक्रम चल्दैछ है लु आज हाम्रो भान्जा हिरो भान्जा भान्जाको मुख सिद्धि कार्य हुँदैछ है नार्नुला भान्जा नार्नु एकछिन हाम्रो भान्जा रुँदैन एकछिन भान्जाको अब लाए जस्तो मात्रै गर न भान्जालाई टोपी अलिक साँगुरो भए जस्तो छ भन्छ अर्को मगाएको छु यो सेट हो अर्को छ सेट अहिले यो यति गरौँ अनि अर्को लागि ड्रयले टिका लगाइदिनु लु भान्जालाई ओढाएर अलिक साइडमा लु है हामी त अजान अब हामीमा ज्ञान छैन दुईजनाले हेरौँ ल है त होइन दुईजनाले त हेर पूर्वैतिर फर्काइ हिजो होला चाहिँ पूर्व हो यहाँ नै किनभने अब अरू अब कल्चर भनेको त ए हुन्छ हुन्छ भाउजू खिच्नु न भनेको चाहिँ अहिले नयाँ नहेर्दा नि हुन्छ भान्जाले यता यहाँ हेर्ने क्यामेरा भनेको चाहिँ त अब सबैको त्यही लाग्छ एउटै हो एकजनाले गर न रञ्जना एकजनाले गर न फोटो खिच्ने हो भने चाहिँ किनभने अनुहार देखिन्छ एकजना बस साइडमा पाले पिलो अनि कलिप लगाइसकेको चुरा पनि लगाइदिएको कुकुरले सिद्धि गराइदिनु हुँदैछ भान्जालाई अब सम्झना मेरो जोडीमा भान्जा धेरै ज्ञानी हुन्छ है धेरै ज्ञानी हुने धेरै पढ्ने है अब यो हात पखाल्नु उतापट्टि हात फुटेर अब खाना खुवा त्यो दही मात्रै ल्याउन सक्नु अघि यो 84 व्यञ्जन अघि खुवाइसकेको छ क्या नातिलाई अब यहाँको सबै 84 व्यञ्जन चाहिँ मैले यसरी सट्ट उठाएर एकैचोटिबाट एकैचोटि यसरी 84 व्यञ्जन चाहिँ भान्जालाई अब 84 व्यञ्जनद्वारा चाहिँ मुख सिद्धि गराउँदैछु है त आजदेखि हाम्रो भान्जाको मुख सिद्धि भयो है अब एकचोटि ल ल ल ल कति ज्ञानी खानु पर्ने खाँदैन त अब म दिन्छु यो सामान त
भनेपछि के भन्नु पर्यो मैले तपाईँले मैले जे भने त्यति भन्नुहोस् न के भन्नुभयो मैले सुनिदिन र साह्रो मोटो भयो हजुर अब चाहिँ मेरो भान्जाको आज अन्न प्रसारण त्यही दिन पर्यो त्यही मम्मीले अहिले फेरि पास्ने मम्मी पास्ने आजदेखि चाहिँ अन्न चाहिँ सुरु गर्ने दिन हो सुरु गर्ने जोपममा चाचा या पिपी या चाहिँ सुरुमा दो दिन दे के लै हाम्रो त अब आफ्नो भाषामा छैन लै भन्छ दिनलाई अब यहाँ कहाँ छ हजुर कोक्चामा यो सबै कति जोपममा भनेर चाहिँ 84 व्यञ्जन है यो यताबाट घुमाएर सबै यही गरिदिन्छु ल एकचोटि चाची पामुनाको दुङ्वा गादुङ्वा पामुनाको ना ओ आले दाका ओको चाचा या पिपी चाहिँ ओको चाचा या पिपी मुमाको आले उम्बुसी लैदा ओदा चोदुङलाई चाचा या पिपी मुमकाको कुने आले यहाँ पनि छ भान्जाको ल लगाइदेऊ न हजुर लगाइदेऊ होइन हुन्छ लगाइदेऊ न हजुर नानीलाई यो लगाइदेऊ माइले दाजु ओए दुबे आइज टिका दिनले टिका लाग्दै नानीलाई गर्दैसँग गर्नुपर्छ आइज त्यतिकै छोड्नु न रन्जनाले निकालेर बाई आशीर्वाद त पुरै नि हाम्रो भान्जालाई होइन खोइ के खुवाइदिनु पर्ने दही होइन के को बोल्नुपर्छ यो अलि माइला मामाको चाहिँ ब्याङ्कबाट ट्रान्सफर अरे है सबैले ल्यायो कि माइला मामाको चाहिँ ब्याङ्कबाट ट्रान्सफर एकैचोटि ट्रान्सफर गर्छ माइला मामाको गीत छैन है यहाँ सधैँ सधैँ कुरा भन्नुपर्छ ब्याङ्कबाट भएन खुट्टामा ढोक मान्छेलाई खोइ त दिको दिदीले त ढोका काकीलाई यसो दिनु पर्यो माइले दाजु तपाईँ उ गर्नु त काकीलाई हुनुपर्छ नि कोही ब्याङ्कबाट दिने कोही डाइरेक्ट लिएर होइन अघि कोही खरिका भनेर भन्दै हुन्थ्यो कान्छी पछाडि हामी जान्छौँ है अनि त्यस पछाडि पालो गरौँला सुतेको बेलामा केही थाहा भएन यस्तै सन्तोकी हुनु मुन्नीलाई यसो खुवाएर गर्छु ल अर्को पालि गर मुन्टुलाई ल
हुन्छ भएछ छाया मात्रै देऊ न भयो अनि उसलाई निन्द्रा कति लागिरहेको रहेछ कति थाकेको रहेछ मान्छे आएन ए पुसिदिनु पर्छ है अर्को जोगाउनु खोज्दा यो बट्टा के बिर्को जाँदा गर न खाना पाले पाले गरौँ आफै पो त दोकान छ जाऊ न त्यो ठिकाना युकेको राष्ट्र थाम्ने हुनु आशीर्वाद पाए के हो नाम बोल तिमी तपाईँ कपाल यस्तो गर्नुहोस् न नाम्फाङ नानासँग नाम्फाङ होइन मम्मी ड्याडीको चाहिँ दाउना खाने अनि आफ्नो परिवारको ठुलो मान्छे हुन्छ मिलाएको छ कविता हामीले अगाडि बसेको हामी छिटो अब पुछिदिन्दा लु म त अब बाहिरतिर जानु पनि पाइनँ हुन्छ होइन गाडीको आशीर्वादै ठुलो नातिको लागि है हुन्छ घोडा किन्ने होला नानी पर्सिन्छ होला होइन सिधै टिका Which color is this? गेमै सक्यो अब एक मिनट Which color is this? This one? Which color? Which color? Red. न्यू 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 Sorry. त्यस्तो गर्नु न्यू यो कुन कलर हो यो हात त गरौँ भान्जाको हात त गरौँ भयो Red. Black red. Which color is this? Which color? Thank you. अनि 2 वर्ष जस्तो अनि आउँछ कि त्यो हाम्रो बारी त्यो उनीहरूको छेउमै छ नि त हाम्रो केन्द्रमा बारी छ नि त अनि आउँछ कि मलाई भित्र खोजाबी खोल्दै भनेपछि यो खोल्दैन दिस अरे कि अन्त यस्तो झुन्डी छ बादमा ब्याग गर्दै कराउँछ भित्र छिराउ भनेको क्या अलिक नजिक ढुङ्गालाई एआईले यस्तो जोडेर एडिट गरेर फोटो
दाजुको पोर्चुगलले गोल हालेन टाइम एड गर्छ पिआरसी टाइम त एड गर्छ 6 मिनेट गर्छु प्राय 5 मिनेट एड गर्छ टाइम हजुर सकिन आट्यो ल गाइस हाम्रो टोलीहरू यहाँनिर अब चाँडो फर्किने टाढो फर्किने टोलीहरू चाहिँ यहाँनिर धमाधम सुरु गर्न आँट्नु भएको छ मेरो कान्छा भाइ सोल्टी साप कान्छी बुहारी यता हाम्रो काकी छ्यामाहरू छ्यामा हजुर काकी छ्यामा के कस्तो भयो मिठो मानेर लिनु होला आजको हाम्रो यहाँनिर भान्जा बाबुको मुख सिद्धि कार्यक्रमको चाहिँ परिकारहरू ल खै यहाँ थिछ त एकचोटि आजको हाम्रो भात खुवाइ कार्यक्रममा चाहिँ यहाँनिर पुलाउ छ आलुदम बब्बाल मिठो छ एकदमै अनि प्रोटिन डाइट पालक पनिर एन्ड देन आवर फेभरेट बेस्ट पोर्क छ अनि त्यसपछि यहाँ सबैको फेभरेट यो चाहिँ चिकन यो चाहिँ मेरो फेभरेट हो अनि हाम्रो भान्जा हुनुहुन्छ हाई कस्तो लागिरहेछ खोइ हो अनि सोल्टी साहबलाई तगारोमा रुमाल राख्ने मान्छेहरू पनि छैन के गर्नु ल मेरो अब कान्छा भाइ बुहारी अब आयो रमाइलो गरियो अब बिदा हुने बेला भयो अब फेरि अब छुट्टी मिलाएर फेरि आउनु फेरि रमाइलो गर्नुपर्छ होइन सोल्टी साहब आजलाई यस्तै भयो आज तगारोमा रुमाल राख्ने मान्छे नभएर अर्को पालि भयो हुने बा हुनसक्छ है लु यस्तै छ ल भाइ छुट्टै छ सोल्टी जानु भएर रोएको हो कि के नरोएको पनि अचम्मै छ होइन भन्नु है किन यता अर्को रुम थालो है लु है आज लास्टमा त सबैजना रुने भयो लु है ल नरुइकन जानु है राम्रोसँग जानु नरुइकन ल फेरि भेट्नुपर्छ बाई बाई ल त गाइस आजको हाम्रो बास्ने कार्यक्रम हाम्रो भान्जाको मुख सिद्धि गर्ने कार्यक्रम पनि अब समाप्त भएको छ पाहुनाहरू पनि सबैजना आफ्नो घरतर्फ लागिसक्नु भएको छ रमाइलो भयो सबै परिवारहरू भेटघाट भयो आफन्तजनहरू रमाइलो गरियो भान्जालाई आशीर्वाद पनि दियो अब आजको भ्लग पनि अब टुङ्ग्याउने क्रममा मेरो यहाँ बहिनी ज्वाइँ मार्फत चाहिँ यसो 2-4 शब्द हुन्छ नमस्ते सबैजनालाई हाम्रो दाजुको युट्युब फ्यामिली सबैजनालाई नमस्ते छ अनि हाम्रो यता छोराको आज पास्नेमा आउनुभएको सबैजना आफ्नो आफन्तजन मेरो परिवारलाई चाहिँ धेरै धेरै धन्यवाद तपाईँहरूको अमूल्य समय चाहिँ यहाँ हामीलाई यहाँ दिनुभयो र हाम्रो सानो नानीलाई चाहिँ आशीर्वाद दिनुभयो अनि हाम्रो कार्यक्रमलाई चाहिँ सफल पारिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै हामी चाहिँ म चाहिँ यहाँबाट पनि दाइको युट्युबबाट बिदा हुन चाहन्छु हस्त नमस्ते धन्यवाद छ मेरो कान्छी बहिनीलाई आज एकदम रमाइलो गरियो भन्दै आजको भ्लग चाहिँ यही नै अन्त्य भएको घोषणा गर्दछु।